नमस्कार, म धनबहादुर सिन्हालले। तपाईँले हेर्दै हुनुहुन्छ मेरो धनबहादुर सिन्हाल युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई एडसेन्सको बारेमा के जानकारी दिन कोसिस गरिरहेको छु। तपाईँले एडसेन्सको बारेमा केही नलेजहरू लिन चाहन्छ भने मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। मैले भिडियोलाई स्क्रिनमा पनि सेयर गरेर तपाईँले देखाउनेछु। एडसेन्समा के रूपमा हामी के अपलोड गर्दा हाम्रो एडसेन्सको एड्रेस भेरिफिकेसन हुन्छ भन्ने बारेमा पनि म तपाईँलाई भन्न गइरहेको छु। त्यो चाहिँ म तपाईँलाई डिस्प्लेमा देखाउनेछु होइन, कुन तरिकाले एडसेन्स भेरिफाई हुन्छ र कुन तरिकाले हामीले एडसेन्सको डकुमेन्टहरू अपलोड गर्नुपर्छ भन्ने कुरा। सो तपाईँले पनि हेर्न सक्नुहुन्छ। स्क्रिनमा सेयर गर्न चाहन्छु तपाईँलाई। सो तपाईँले स्क्रिन सेयरमा देखिरहनु भएको छ होइन। तपाईँले एडसेन्स हाल्नुभयो भने एडसेन्स हाल्नुभयो भने एडसेन्स के आउँछ, त्यसपछि यसलाई एडसेन्स रिक्रुटमेन्ट भन्ने हुन्छ होइन। एडसेन्स रिक्रुटमेन्ट भन्ने हुन्छ। यसमा हेरिसकेपछि यो यहीँ आउँछ, देखाउँछ के चाहिन्छ भन्ने कुरा एडसेन्स रिक्रुटमेन्टको लागि होइन। अनि भेरिफाई पनि भेरिफिकेसनको लागि के चाहिन्छ भनेर पनि यहाँ लेखिन्छ, यहाँ हेर्न सकिन्छ होइन। के अपलोड गर्छ तपाईँको कुनमा चाहिन्छ भनेर पनि यहाँ देखाएको छ। त्यो रिक्वायरमेन्ट भनेर लेखेको छ यहाँ होइन। तपाईँ के भन्छ इट क्यान यु कनेक्ट पिक इन क्वालिटी ओरिजिनल तपाईँको त्यो हुनु पऱ्यो। एडसेन्स इन प्रोग्राम पोलिसीमा तपाईँ हेर्नुपर्छ, तपाईँ 18 वर्षभन्दा बढी हुनुपर्छ। त्यस्तो ब्लगरहरू त्यस्तो पनि हुन सकिन्छ। त्यसपछि एडसेन्स पिन भेरिफिकेसनको लागि चाहिँ तपाईँले हेर्न सकिन्छ होइन। एप्रुभलको लागि पनि यहाँ देखेको हुन्छ। यहाँ तपाईँले ब्याङ्क स्टेटमेन्ट, टेलिफोन अर्डर पनि पाउन सकिन्छ तपाईँले। त्यसपछि यसको लागि चाहिँ तपाईँले नागरिकता, ड्राइभिङ लाइसेन्स, आधार कार्ड भन्ने पनि हुन्छ, त्यहाँ हेर्न सक्नुहुन्छ। तपाईँले त्यसको लागि पनि यहाँ लेखेको छ है, यहाँ लेखेको हुन्छ। यहाँ तपाईँले भेरिफिकेसनको लागि चाहिँ तपाईँले यहाँ लेखेको हुन्छ। सो के चाहिन्छ भन्ने कुरा पनि यहाँ लेखेको हुन्छ। सो यहाँ के चाहिन्छ यसरी डकुमेन्ट भन्छ। अनि यो नेपालको लागि पनि पहिला यो नागरिकताबाट पनि नागरिकता हुँदैन, नेसनल आइडी कार्ड भन्नुपर्छ। इन्डियाको लागि चाहिँ पासपोर्ट, प्यान कार्ड, भोटर कार्ड। नेपालको लागि पनि यस्तै हुन्छ। यसको नेपालको लागि चाहिँ एउटा नेसनल आइडी कार्ड भन्ने हुन्छ, नेसनल कार्ड भनेको हुन्छ। त्यो अनुसार पनि गर्न सकिन्छ। अनि इन्डियाको लागि चाहिँ त्यो अनुसार हुन्छ, नेपालको लागि चाहिँ त्यही अनुसार हुन्छ फेरि होइन। जुन देशमा छ त्यही अनुसार चाहिँ हामीले गर्न सकिन्छ। अनि चाहिँ नागरिकताबाट तपाईँ आइडेन्टिफिकेसन गर्न सकिन्छ। यहाँ जस्तै यहाँ देखेको छ। सो यहाँ ट्राभल लाइसेन्स यो तरिकाले चाहिँ अब नेपालमा गर्न सकिन्छ। जो ट्राभल लाइसेन्स छ भने त्यो तपाईँको म्याथ नसकेको छ भने त्यो एकदम काम गर्छ। त्यसको पासपोर्ट छ भने तपाईँको पासपोर्ट भ्यालिड हुनुपर्छ। तपाईँको पासपोर्टको डेट हुनुपर्छ, कतिसम्म छ भनेर अवधि हुनुपर्छ। यसलाई कति हुन्छ होइन। नेसनल आइडी कार्ड भनेको तपाईँको नागरिकताबाट पनि हुन्छ। रेसिडेन्ट पेमेन्ट भनेको यो चाहिँ अर्कैबाट हुन्छ। नेसनल आइडी कार्ड भनेको हामीले यहाँ आजभोलि नागरिकता भनेको यसलाई एड्रेस भेरिफिकेसन गर्न सकिन्छ होइन। यो कुरा चाहिँ तपाईँ एकदम प्रयोग गर्नुपर्छ होइन। तपाईँको लागि एकदम यसलाई सो यसरी नै तपाईँले एडसेन्सलाई चाहिँ भेरिफिकेसन गर्न सकिन्छ। सो कस्तो लाग्यो मैले तपाईँलाई केबाट भेरिफिकेसन गर्न सकिन्छ भन्ने बारे पनि तपाईँले सिकाएँ। तपाईँले ट्राभल लाइसेन्सबाट पनि तपाईँले भेरिफिकेसन गर्न सकिन्छ, पासपोर्टबाट पनि गर्न सकिन्छ, नेसनल आइडेन्टिटी कार्डबाट पनि सकिन्छ होइन। रेसिडेन्ट पेमेन्ट भनेको त्यो के को लागि भने त्यो इन्डियाको लागि चाहिँ हुन्छ, त्योबाट चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। आजकल चाहिँ यति नै हो। आज अलिक डिस्टर्ब छ पहिला होइन। सो त्यसैले मैले तपाईँलाई थोरै भिडियो मात्रै अपलोड गरेर देखाएको छु। थोरै सिकाएँ। तपाईँलाई कस्तो लाग्छ सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला भन्दै आजको लागि चाहिँ यो भिडियोबाट म धनबहादुर सिन्हाल पनि बिदा हुन चाहन्छु। नमस्ते।